Hello everybody, welcome back my YouTube channel. It's me Prajal Rai. फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज चाहिँ विशेष म किन भिडियो बनाएको भन्दाखेरि अस्ति म चेकिङमा परेको थिएँ अनि 500 को चिप च्याप्प काटेको थिएँ। त्यसको आज म क्लास लिनु गइरहेको छु। तर आज म पठाउमा जाँदैछु। पठाउमा गएर 1 घण्टाको क्लास लिएर आउने हो। र अहिले चाहिँ 10 बज्नु लागिसक्यो। विशेष गरी चाहिँ म के भन्न चाहे भने मेरो भिडियो हेर्दिनु होला र 0.2060 YouTube सर्च गरेर भिडियो हेर्दिनु होला। अनि भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै गरिदिनु होला। भिडियो मन नपरे पनि गरिदिनु होला है। अनि यता मेरो भिडियो कस्तो भयो भनेर यता हेर्दै हुनुहुन्छ, जज गर्दै हुनुहुन्छ हाम्रो भिनाजु। हेलो, मेरो सालाको YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यहाँ विशेष गरी यसले यो र यो भान्जा भान्जीले अलि डिस्टर्ब गर्दैछ क्याउ क्याउ गरेर। अब म टक्क पठाउ बुक गरेर जान्छु, क्लास दिन्छु, पैसा तिर्छु अनि आउने छु। यता हाम्रो दिदी हुनुहुन्छ। हेलो गाइज, नमस्ते, स्वागत छ सबैलाई। तेरो पो YouTube च्यानलमा स्वागत छ। तेरो पो YouTube च्यानललाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। कस्तो बनाउनु पर्यो भिडियो त्यो पनि कमेन्ट गरिदिनु होला। अलि सबैले के भन्छ भिडियोलाई लाइक गर्नु पर्यो अनि कमेन्ट गर्नु पर्यो सब्स्क्राइब गर्नु पर्यो के, अनि मात्र भिडियो बनाउने जोस पनि चल्छ। त्यो सबैले गरिदिनु पर्यो के। पैसा कमाउनु पर्यो नि, पैसा कमाउनु पर्यो नि। के बोले भाइ? अब के बोले के जथाभावी बोले? पैसा कमाउने भन्दा पनि अब यो चाहिँ कस्तो हुन्छ भने पैसा नकमाए पनि यो च्यानलमा हालिराख्यो भने अब पछि सम्म रहिरहन्छ। यो जमानामा म कस्तो थिएँ भनेर। अनि यो चाहिँ भेनाको बाइक हो। यो चाहिँ मेरो बाइक होइन, यो चाहिँ मेरो बाइक होइन। यहाँ चाहिँ राजा बस्ने कुर्सीमा बसिराख्नु भएको छ राजा भएर। भएन के हो स्तरीबाट तलबाट भिडियो गर्नु ल तल यताबाट राजतन्त्र आउनु लागेको छ। राजाज्यू के भन्न चाहनुहुन्छ तपाईँ? राजतन्त्र आउनु हुँदैन, आएन भने चाहिँ यसरी बस्न पाइन्छ कि, आएन भने चाहिँ आयो भने चाहिँ कसरी बस्नुपर्छ भने कसरी बस्नुपर्छ? यसरी तल यसरी। हेलो, त्यस्तो हो कि। फाइनल्ली पठाउ इन ड्राइभर बुक भइसकेर तर फोन आएको छैन। यहाँ ड्राइभर हुन्छ इन ड्राइभ कल गरेर बुझ्नु नि त 1 लाख। इन ड्राइभ पठाउ इन ड्राइभ उस्तै हो। इन ड्राइभ बुक भइसकेको छ तर यहाँ काँचो यहाँ हामीले हेर्नुपर्ने हुन्छ। 5 मिनट भनिरहेछ, आउँछ होला। मेसेज गरेछ धेरै तर रहेछ हजुर, म त भन्छ त अब यसले क्यान्सल गर्नुपर्ने हुन्छ हजुर। धेरै टाढा भन्छ। म आउँदिनँ होला।
फाइनल्ली हामी जाँदैछौँ धोबी खोला मलाई इनड्राइभले अलिक घात गर्यो त्यही भएर यो साथीलाई भनेर आएको त्यसले पनि मलाई कुरायो बाइक चलाउने ढङ्ग चाहिँ छैन कि यस्तो पनि कहाँ लगेर थुपार्ने हो कि हामीलाई लोकेसन थाहा नभएर यसरी त्यहाँ भेट्दै हिँडिरहेको छ सेन्टको सही मार्ग गाई डाइरेक्ट सिधै अब धेरै छैन यहाँबाट नि हामी सिधै जानुपर्ने हुन्छ रोडलाई चट्ट काटेर सिधै जानुपर्ने हुन्छ हरियालाई लन्दाडी हल्ला न वाडी पाडी यसलाई साँच्छु कान्छु नानी चोपानको तिम्रो भन्न श्याम तिमी मेरो राधा पियारी क्लास लिने चाहिँ है सिधै हो 21 नम्बर कता हो 21 नम्बर यो भित्र हो कि हो 21 नम्बर ब्रदर क्लास दिने यही भित्र हो यताबाट हजुर यताबाट सो गाइस त्यही हो अब के भन्छ बिचमा भिडियो बनाउनु पाइएन अनि अब
जसले अन्तिमसम्म हेरिदिनु भयो लाइक कमेन्ट सेयर गरिदिनु। अहिले चाहिँ हामी यसरी गिटार बजाएर यहाँ सोल्टी यता बिना जोड हुन्छ अनि गीत गाउने चाहिँ म। आजको भिडियो साह्रै राम्रो भएन। अब नेक्स्ट भिडियोमा फेरि वेलकम गरौँला गाइज। अहिलेलाई बाई 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 गरिदिनु। बाई बाई गरिदिनु।